सानो 12 घरे भन्ने ठाउँमा छौँ हामी। आज सानो 12 घरे घुम्न आएको, मामाको छोरीकोमा, बहिनीकोमा। अनि क्यान्सर रोगीको लागि औषधि हुने अरे सावर फलको बोट यहाँ रहेछ यी बहिनीको घरमा। यो सावर फल चाहिँ क्यान्सर रोगीहरूलाई फलै भए झन् राम्रो, नभए पनि पत्ता पनि सुकाएर पानी पकाएर खायो भनेदेखि हुने रहेछ। 2 गिलास पानी पकाएर 1 गिलास बनाउने अनि खाने रहेछ। यो यस्तो छ 12 घरेतिरको बस्ती यस्तो छ। म पनि बहिनीको घरमा आएको छु आज। के को बोट हो यो? यस्तो के को बोट हो? तरुलको बोट रहेछ। फुल गाईको ग्वाली बहिनीको त्यो घर हो। यो घर बहिनीको घर। यति बस्ने बादल रहेछ। पर आमा दिदी हुनुहुन्छ, त्यो नाति केटो हो। बाहिर बादल कौसी रहेछ।